नमस्ते, हजुरहरूलाई साहित्य कायममा स्वागत छ। आज हामी माझ हुनुहुन्छ गजलकार हिक्मत थापा। उहाँले विगत 5 वर्षदेखि गजल विधामा आफ्नो कलम चलाइरहनु भएको छ। उहाँसँग सानो वार्तालाप गर्नलाई आज हामी यो प्रोग्राममा आएका छौँ। हजुर गजल विधामा कलम चलाउनु भएको 5 वर्ष जति भयो है? हजुर। आजकल के गर्दै हुनुहुन्छ त? आजकल अलि पेसाले चाहिँ अलिकति सानोतिनो काम गर्छु, प्लस त्यही हो, पढाइतिर पनि छु। पढाइसँगै सानोतिनो आफ्नो दैनिकी चलाउनलाई। कामसँगै साहित्यलाई जान कतिको सजिलो हुँदो रहेछ? साहित्यलाई अब अलि समयले चाहिँ साथ नदिने रहेछ कि साहित्य कोर्नलाई चाहिँ अलि माइन्डलाई पनि फ्रिडम होइन, दिमागमा चाहिँ रिफ्रेस हुनुपर्ने रहेछ कि त्यो एकदम केही कुराहरूले बिजी भयो भने चाहिँ खासै लेख्न चाहिँ गाह्रो हुन्छ। तर लेख्दै जाँदाखेरि कहिलेकाहीँ त्यो मुड अनुसार कहिलेकाहीँ लेखिन्छ। मैले पढाइ चाहिँ ब्याचलर गरेको छु अहिले चाहिँ, सँगै यता काम पनि गर्छु, सँगै साहित्य विधा कहिलेकाहीँ समय मिले चाहिँ कहिलेकाहीँ लेख्छु खाली समयमा। पहिला खाली समय थियो, अहिले पढाइसँगै गइरहेको कि? हजुर, पहिला पढिरहेको थिएँ, पढाइको बेला पनि लेख्थेँ। म लगभग 4-5 वर्ष भयो कलम चलाउन थालेको। स्कुल लेभल सकिने बित्तिकै मैले लेख्न सिक्न थालेको हो। अहिले विगत 4-5 वर्षदेखि निरन्तर दिइरहेको नै छु समय मिलेअनुसार। अनि समय मिलेअनुसार लेख्ने, कहिलेकाहीँ पोस्टहरू गर्ने। पोस्ट अहिले मेरो टिकटकहरूतिर कहिलेकाहीँ लाइभहरूमा बस्यो भने साथी सर्कलतिर अनि दाइहरूसँग त्यो तरिकाले सुनाउँछु। पोस्ट चाहिँ मैले खासै त्यस्तो गर्ने गरेको छैन। फेसबुकतिर कहिलेकाहीँ लेखेर पोस्ट गर्छु। अनि त्यही नै हो, कहिलेकाहीँ सानोतिनो कार्यक्रमहरूतिर जाँदाखेरि पनि त्यहाँ वाचन गरेर सुनाउने, त्यो किसिमले अहिलेसम्म चल्दै आएको छ। अनि यो जस्तै अब भनिन्छ नि पोस्ट गर्दाखेरि कपिराइटको इस्युहरू अरूले चोर्दैन भन्ने हिसाबले नगर्नु भएको कि लेखेर? होइन, अब खासै पोस्ट गर्न मलाई मन लाग्दैन। लेखेको कुराहरू मैले जस्ट मेरो लागि लेख्छु। मैले लेखेर चाहिँ मैले कसैलाई सुनाउँ, मेरो लेखनले चाहिँ कसैलाई प्रेरित होस् या कसैलाई मन परोस्, कसैलाई केही होस् भन्ने तर कोही परिवर्तन होस् सुनेर, त्यस्तो टाइपले चाहिँ मैले अहिलेसम्म लेख्न सकेको छैन। त्यति लेभलसम्म भनौँ न। जहिलेसम्म लेख्छु कि मैले आफूले भोगेको कुरा, आफूले अनुभव गरेको कुरा, आफूले देखेको कुराहरू चाहिँ जस आफ्नो दिमागमा आयो भने चाहिँ अझै शब्दमा उतार्ने कोसिस गर्छु। त्यही कुराहरू आफूसँगै हुन्छ। केही कुराहरू लेख्दा लेख्दै पनि हराइन्छ, बिर्सिन्छ होइन, केही कुराहरू याद हुन्छ, टिपिन्छ। त्यही अब मैले अरूको लागि चाहिँ मतलब अरू त्यस्तो कपिराइट अरूले कपी गर्लान् चोर्लान् भन्ने भन्दा पनि त्यो अरू खासै मलाई त्यो अरूको लागि चाहिँ लेख्न नसकेर भनौँ न, अरूको लागि चाहिँ लेख्न नसकेर चाहिँ मैले बाहिर खासै पोस्ट गरेको छैन। अब पोस्टहरू बिस्तारै गर्नु पर्ला। राम्रो लेख्यो भने, यदि अरूको लागि लेख्न सक्यो भने, अरूले चाहिँ मेरो लागि लेखे, यसले चाहिँ राम्रो लेख्ने रहेछ टाइपको चाहिँ त्यतिसम्म पुग्यो भने चाहिँ त्यतिसम्म चाहिँ पोस्ट गर्छु जस्तो लाग्छ। अहिले चाहिँ खासै अब अरूले रुचाइदिएनन् भने होइन, त्यही भएर पनि मैले पोस्टहरू खासै गर्ने गरेको छैन। अब सुरुमा त यस्तो पनि हुन्छ, कस्तो सोच्नलाई के होला भन्ने पनि हुन्छ। हजुरको गजलहरू अलिअलि मैले पनि हेरेको सुनेको छु र त्यसमा मलाई राम्रो नै लागेको छ। अनि किन मलाई चाहिँ जान्न मन लागेको हजुरको रेस्पोन्स के, अब जस्तै टिकटकहरूमा पोस्ट गरिन्छ नि, रेस्पोन्स श्रोताबाट कस्तो पाउनु भएको छ? नेगेटिभ पोजिटिभ जस्तो नि मान्छे हुन्छ? अहिलेसम्म मैले जति ठाउँमा सुनाएँ होइन, कुनै प्रोग्रामहरूमा पनि मलाई इन्भाइट आएको थियो, 2-4वटा प्रोग्राममा पनि गएँ म, स्टेज प्रोग्रामहरूमा। अहिलेसम्म जति श्रोताहरूमा अनि अग्रज दाइ दिदीहरू, अग्रज साहित्यकारहरूको अगाडि जति सुनाएँ, अहिलेसम्म राम्रै नै रेस्पोन्स आइरहेको छ भनौँ न। उहाँहरूले राम्रै छ, राम्रै गर्नु भनेर चाहिँ त्यो किसिमले चाहिँ प्रेरणा मिलिरहेको छ सबैबाट चाहिँ। अहिलेसम्म खुसी छु म आफूमा जति लेखेँ। अनि जस्तै अब अरूले प्रेरणा दिने त्यो भनेको त राम्रो कुरा भयो, तर यो कन्स्ट्रक्टिभ क्रिटिसिजम भन्छ नि, कसैले चाहिँ ल यो कुरा सुधार है भने त्यस्तो कुनै भेट्नु भएको छ? सुधार म लिइरहेको हुन्छु। फिडब्याकहरू लेखिसकेपछि चाहिँ मैले आफूभन्दा अग्रज व्यक्तित्वहरूसँग चाहिँ एकपल्ट होइन देखाएर उहाँहरूबाट चाहिँ रिभ्यू लिएर चाहिँ मैले फाइनलाइज गर्छु होइन। उहाँहरूबाट पनि फिडब्याकहरू, त्यो रिभ्यूहरू लिइरहेको हुन्छु। अब कतै सुनाउँदाखेरि पनि कोही मान्छेहरूलाई चाहिँ आफूभन्दा अग्रज व्यक्तित्वहरूले केही सुझाव सल्लाह दिनुभयो, सच्याउनलाई केही राम्रो कुरा सिकाउनु भयो भने चाहिँ मैले आत्मसात गर्छु त्यो कुराहरू। हजुरको बसाइ चाहिँ अहिले काठमाडौँ? बसाइ चाहिँ अहिले काठमाडौँमै छ विगत 3-4 वर्षदेखि। त्योभन्दा पहिलाको पनि श्रोताहरूलाई भनिदिनुहुन्छ कि? पहिला चाहिँ म बाजुरामै बसेको, उतै पढेको। लगभग मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ उतै गरेको हो स्कुल लेभलदेखि लिएर। त्योभन्दा चाहिँ पढाइसकेपछि चाहिँ म काठमाडौँमा आएँ। काठमाडौँमा अब सानोतिनो काम, आफ्नो जीविकोपार्जन गर्नलाई सानोतिनो काम पढाइसँगै सबै कुराहरूलाई ब्यालेन्स गर्दै लगिरहेको छु। त्यही त, यो त अब प्यासनको कुरा भयो। यसलाई अब जस्तै
धेरै जसोले जबको रूपमा पनि लिएको हुँदैन अब यो फुल टाइम पनि दिन नि अलि गाह्रो नै छ भन्ने हिसाबको कुरा पनि भयो अनि हजुरले को बारेमा अब जस्तै मलाई सुरुवातमा लैजान चाहे हजुरको यात्राको सुरुवात चाहिँ अब जस्तै 5 वर्षदेखि लेख्नुभयो सुरुवातमा चाहिँ कसरी भयो होला भन्नाले यो लेखन गर्नु पर्यो है वा गजलमा केही प्रेरणाको स्रोत वा सुरुवातको केही कुरा भन्नु सुरुवात चाहिँ कसरी भयो भन्दाखेरिलाईमा रेडियोहरू सुरुमा खासै मोबाइलहरू त्यस्तो थिएन त्यो जमानामा लगभग म बच्चा भन्नाले स्कुल लेभल पढ्दाखेरि नै साहित्यिक रुचि राख्ने मान्छे होइन साहित्यिक कार्यक्रमहरू रेडियोतिर बजिरहन्थ्यो कि हाम्रै रेडियोहरूमा आइरहने कार्यक्रमहरू सुनेर त्यहाँहरूमा चाहिँ म त्यतिखेर चिठीहरू मार्फत आफ्नो सिर्जनाहरू पठाउने त्यो चलनहरू थियो होइन त्यसपछि फोनिङ कार्यक्रमहरू पनि आउँथ्यो अनि साँझतिरको कार्यक्रमहरू पनि आउँथ्यो त्यो रेडियो कार्यक्रमहरू सुनेर चाहिँ म सुरुमा इन्सपायर त्यहाँबाट भएँ होइन बिस्तारै अब सुन्दै जाँदा लेख्दै जाँदा थुप्रो अग्रज व्यक्तिहरूसँग पनि भेटियो होइन थुप्रो आफ्नो सर्कल पनि भयो साथी सर्कल पनि भयो अनि त्योहरूबाट नै उहाँहरूबाट सिक्दै सुधार्दै आफूलाई अहिलेसम्म यहाँसम्म जस धेरै राम्रो लेख्छु त जस्तो लाग्दैन तर पनि अहिलेसम्म आफूलाई यहाँसम्म पुग्नु नै खुसीको कुरा मेरो लागि अब यो क्वालिटी क्वान्टिटीको कुरा पनि हुन्छ लेखन चाहिँ अहिलेसम्म लगभग कतिवटा लेखेँ होला त्यस्तो र फाइनल भएको त्यस्तै मैले अहिलेसम्म गजल विधामा चाहिँ मैले थुप्रो लेख्न त गजलहरू अब सबै गजल नभनौँ सिकाइको क्रममा लेखियो केही कुराहरू लेखियो मेटियो भनौँ न अहिलेसम्म मैले गजलै भनेर मैले आफूसँग कलेक्सन गरेको गजलहरू लगभग मैले 70-80 को एभरेजमा त्यो गजलहरू छ होइन मसँग चाहिँ अनि बाँकी चाहिँ मैले लेख्न त थुप्रो 200-300 वटा जति लेखेँ होला तर सबै अब मलाई त्यो सुरुवाती क्रममा कुनै सिक्दै गरेको गजलहरू अब कुनै नियममा नभएको भनौँ न त्योहरू चाहिँ मैले कलेक्सन गरिनँ कता हरायो लेख्दै गएँ कतै बुकमा टिपिएँ कतै डायरीतिर कोही हराएँ होइन अहिले चाहिँ मसँग त्यही 60-70-100 सम्म होला एभरेजमा गजलहरू हजुर त्यही त जिन्दगी भनेको एउटा सिक्ने बाटो न हो सिक्दै गइने हो अर्को हजुरसँग कुरा गर्न मलाई मन लागेको चाहिँ प्रेरणाको स्रोत भन्ने हुन्छ नि ल उहाँबाट म इन्सपायर भएर गरेँ भन्ने उहाँ कुनै स्पेसिफिक नाम छ भने चाहिँ प्रेरणाको स्रोत चाहिँ मैले नाम लिनु पर्दा चाहिँ सुरुमा मैले कार्यक्रमहरू सुने रेडियो मार्फत त्यसपछि हाम्रो एउटा साहित्यिक संस्था टाइपको थियो सुदूर साहित्य प्रतिष्ठान भन्ने उहाँको कृष्ण दाईहरू उहाँको सञ्चालकहरू हुनुहुन्थ्यो कृष्ण ओली हर्क खडात उहाँहरूले पनि बाजुरा बस्दाखेरि कार्यक्रमहरू विशेष दिनहरूलाई लक्षित गरेर विशेष स्थलहरूलाई अब पर्यटकीय स्थल कुनै अब एउटा ऐतिहासिक दिनहरूलाई लिएर चाहिँ त्यो ठाउँमा चाहिँ कार्यक्रमहरू वर्षेनिक 2-4 वटा गर्नुहुन्थ्यो त्यो कार्यक्रमहरूमा पनि म सहभागी गर्थेँ अनि त्यहाँ उहाँहरूबाट पनि प्रेरणा मिल्यो त्यसपछि चाहिँ मैले गजल क्षेत्रमा छिरिसकेपछि गजल क्षेत्रमा लेख्ने मैले फलोअप गरेँ कि ठुल्ठुलो मान्छेहरूलाई अग्रज व्यक्तित्वहरूले उहाँहरूलाई फलोअप गरेर जस्तै प्रदीप रोजन दाईहरू अनि ठुल्ठुलो अग्रज दाईहरूबाट चाहिँ मैले इन्सपायर भएर उहाँहरूलाई फलोअप गर्दै दाई दिदीहरू थुप्रो हुनुहुन्छ उहाँहरूबाट सिक्दै आएको हो त्यही त यो अब जस्तै यो साहित्यमा मैले पनि अलिअलि खलन चाल्ने हुनाले चाहिँ यो किताबहरूबाट सिक्नुभन्दा नि कोही मान्छेबाट मैले हजुर किताबहरू पनि थुप्रो पढेँ बिचमा गजल सङ्ग्रहहरू मुक्तक सङ्ग्रहहरू कविता सङ्ग्रहहरू उपन्यासहरू पनि पढेँ होइन त्यो अध्ययनले पनि सिकायो केही कुराहरू भनौँ न प्रेरणा व्यक्तिको नाम लिँदा चाहिँ उहाँहरूबाट नै त्यसरी नै अग्रज व्यक्तित्वहरूबाट नै सिक्दै उहाँहरूकोबाट चाहिँ इन्सपायर भएर चाहिँ आएको हो भनौँ न हजुर त्यही प्रोग्रामहरू भयो भने सिक्ने ठाउँहरू पायो भने अझ हजुरको राम्रो हुँदै जान्छ होला यो गजलकारहरूलाई पनि अलिकति प्रेरणा अनि काठमाडौँमा प्रोग्रामहरू पनि अर्गनाइज भइरहेको हुन्छ सायद प्रोग्रामहरूमा चाहिँ मैले लगभग अहिले म आफ्नो कामको व्यस्तताले गर्दा खासै प्रोग्रामहरूमा चाहिँ जान पाएको छैन प्रोग्रामहरू भइरहेको हुन्छन् मलाई नि भनेर प्रोग्रामहरू राख्नु भएको थियो पहिला 1-2 वर्ष अगाडि त्यो प्रोग्रामहरूमा मैले गजल सुनाएको थिएँ सबैको अगाडि 2-4 वटा अनि त्यस्तै पोडकास्टहरू कार्यक्रमहरूमा पनि बोलाइराख्नुहुन्छ जस अहिलेसम्म 2-4 वटा प्रोग्राममा चाहिँ स्टेज प्रोग्राममा गएको छु अनि अघिल्लो 2 वर्ष अगाडिको एउटा हाम्रो कैलालीमा लम्कीमा चाहिँ ठुलै साहित्यिक प्रोग्राम थियो सुदूर मुसायरा भन्ने त्यो कार्यक्रममा पनि म गएको थिएँ म लगायत 2-4 जना साहित्यकारहरू हुनुहुन्थ्यो त्यो कार्यक्रममा पनि सहभागी भएको थिएँ अहिले काठमाडौँको बसाइको कुरा गर्दाखेरि चाहिँ अहिले म अलि काममा चाहिँ अलि धेरै व्यस्तता हुन कारणले चाहिँ त्यो सर्कलमा चाहिँ अलि घुलमिल हुन पाएको छैन कार्यक्रमहरू चाहिँ भइरहेको हुन्छ दाइहरूले सम्झिराख्नुहुन्छ तर जान पाएको छैन म अहिले तत्काललाई चाहिँ गजलको कुराहरू त चलिरहन्छ एउटा गजल पनि सुनिदिउँ न म एउटा
चाहिँ गजल सुनाउँछु। गजल यसरी सुरु हुन्छ। जिन्दगी धरतीको पाहुना हो 2 दिनको जिन्दगी, धरतीको पाहुना हो 2 दिनको जिन्दगी, कुन दिन सकिन्छ एकछिनको जिन्दगी। धरतीको पाहुना हो 2 दिनको जिन्दगी, कुन दिन सकिन्छ एकछिनको जिन्दगी, मलाई जिन्दगी जिन्दगी जस्तो लाग्दैन। धरतीको पाहुना हो 2 दिनको जिन्दगी, कुन दिन सकिन्छ एकछिनको जिन्दगी, मलाई जिन्दगी जिन्दगी जस्तो लाग्दैन। उबिनाको जिन्दगी उबिहीनको जिन्दगी। धरतीको पाहुना हो 2 दिनको जिन्दगी, कुन दिन सकिन्छ एकछिनको जिन्दगी, तिम्रो सहरको बसाई मेरो गाउँको बसाई, तिम्रो सहरको बसाई मेरो गाउँको बसाई, बिजुलीको जिन्दगी लालटिनको जिन्दगी, बिजुलीको जिन्दगी लालटिनको जिन्दगी, कुन दिन सकिन्छ एकछिनको जिन्दगी, काम पुरा भएपछि फालिदिनु, काम पुरा भएपछि फालिदिनु, काम पुरा भएपछि फालिदिनु, प्रयोग गर्न सक्छौ यो पोलिथिनको जिन्दगी, प्रयोग गर्न सक्छौ यो पोलिथिनको जिन्दगी, बिजुलीको जिन्दगी लालटिनको जिन्दगी, स्वतन्त्रपूर्वक बाँच्न पाउनु पो जिन्दगी हो, स्वतन्त्रपूर्वक बाँच्न पाउनु पो जिन्दगी हो, के जिन्दगी अरूको अधीनको जिन्दगी, के जिन्दगी अरूको अधीनको जिन्दगी, प्रयोग गर्न सक्छौ यो पोलिथिनको जिन्दगी, तिम्रो महलको जिन्दगी सुन्दर जिन्दगी, महलको जिन्दगी सुन्दर जिन्दगी, तिम्रो महलको जिन्दगी सुन्दर जिन्दगी, तिम्रो मेरो फुटपाथको डस्टबिनको जिन्दगी, मेरो फुटपाथको डस्टबिनको जिन्दगी, प्रयोग गर्न सक्छौ यो पोलिथिनको जिन्दगी, गरिब घरको बालक धनी घरको बालक, गरिब घरको बालक धनी घरको बालक, कुपोषणको जिन्दगी भिटामिनको जिन्दगी, कुपोषणको जिन्दगी भिटामिनको जिन्दगी, मेरो फुटपाथको डस्टबिनको जिन्दगी, स्वतन्त्रपूर्वक बाँच्न पाउनु पो जिन्दगी हो, स्वतन्त्रपूर्वक बाँच्न पाउनु पो जिन्दगी हो, के जिन्दगी अरूको अधीनको जिन्दगी, के जिन्दगी अरूको अधीनको जिन्दगी, मेरो फुटपाथको डस्टबिनको जिन्दगी, बरु सजिलै जेलमुक्त हुन सकिन्छ, बरु सजिलै जेलमुक्त हुन सकिन्छ, त्योभन्दा पनि बन्दकी ऋणको जिन्दगी, त्योभन्दा पनि बन्दकी ऋणको जिन्दगी, प्रयोग गर्न सक्छौ यो पोलिथिनको जिन्दगी। म अन्तिम शेरमा छु। मलाई जिन्दगी जिन्दगीभर जिउनु छैन, मलाई जिन्दगी जिन्दगीभर जिउनु छैन, म जिउन चाहन्छु एकिनको जिन्दगी, म जिउन चाहन्छु एकिनको जिन्दगी, धरतीको पाहुना हो 2 दिनको जिन्दगी, कुन दिन सकिन्छ एकछिनको जिन्दगी। एकदम गरिब घरको बालक धनी घरको बालक, कुपोषणको जिन्दगी भिटामिनको जिन्दगी, धेरै नै चसक्क पार्ने पोइन्टहरू थियो। मलाई साह्रै मिठो लाग्यो। अर्को पनि एउटा सुनिदियो कि जस्तो लागेको छ। अर्को हुन्छ, म एउटा दोस्रो गजल सुनाउँछु। मरेको मान्छे जान्छ भन्थे आकाश, मरेको मान्छे जान्छ भन्थे आकाश, मरेको मान्छे मुटुमै गर्ने रहेछन् बास, मरेको मान्छे जान्छ भन्थे आकाश, मरेको मान्छे मुटुमै गर्ने रहेछन् बास, मरेको मान्छे, यहाँ जिउँदाहरूले केही गर्न सकेनन्, यहाँ जिउँदाहरूले केही गर्न सकेनन्, यहाँ जिउँदाहरूले केही गर्न सकेनन्, जान्छ भन्थे आकाश, मरेको मान्छे मुटुमै गर्ने रहेछन् बास, मरेको मान्छे, यहाँ जिउँदाहरूले केही गर्न सकेनन्, अब लेख्छ इतिहास मरेको मान्छे, अब लेख्छ इतिहास मरेको मान्छे, आज 81 कसरी फर्केर आयो, आज 81 कसरी फर्केर आयो, आज 81 कसरी फर्केर आयो, अरे आउँछ भन्ने आस मरेको मान्छे, आउँछ भन्ने आस मरेको मान्छे, अब लेख्छ इतिहास मरेको मान्छे, मेरो लागि सधैँभरि मरे जत्तिकै हो, मेरो लागि सधैँभरि मरे जत्तिकै हो, हेर एकचोटि विश्वास मरेको मान्छे, हेर एकचोटि विश्वास मरेको मान्छे, अरे आउँछ भन्ने आस मरेको मान्छे, सुनसान मसान घाट जस्तो जिन्दगी, सुनसान मसान घाट जस्तो जिन्दगी, थुप्रै छन् आसपास मरेको मान्छे, थुप्रै छन् आसपास मरेको मान्छे, मेरो मेरो एकचोटि विश्वास मरेको मान्छे, के कुराको कमी भयो जाने बेलामा, के कुराको कमी भयो जाने बेलामा, के कुराको कमी भयो जाने बेलामा, किन हो एकहोरो उदास मरेको मान्छे, किन हो एकहोरो उदास मरेको मान्छे, थुप्रै छन् आसपास मरेको मान्छे, घमण्ड नगर अब खरानी भइसक्यो,
यहाँ चाहिँ कुन सन्दर्भमा भन्दाखेरि मान्छेहरू जलाएर खरानी भइसकेपछि पनि घमण्ड चाहिँ खरानी हुन्छ नि त, उसको घमण्ड पनि खरानी हुन्छ। घमण्ड नगर अब खरानी भइसक्यो, घमण्ड नगर अब खरानी भइसक्यो, तिमी र म एकनास मरेको मान्छे। तिमी पनि मरेपछि खरानी नै हुन्छ, सकिन्छ घमण्ड, म पनि त्यही मर्ने हो, त्यही खरानी हुने हो, माटोमै मिसिने हो होइन। घमण्ड नगर अब खरानी भइसक्यो, तिमी र म एकनास मरेको मान्छे, थुप्रै छन् आसपास मरेको मान्छे, म अन्तिम शेरमा छु। जान्छ भन्थे आकाश मरेको मान्छे, मुटुमै गर्ने रहेछन् बास मरेको मान्छे। तिमी जस्तो हुन्छ कि म जस्तो हुन्छ, तिमी जस्तो हुन्छ कि म जस्तो हुन्छ, भन भन कस्तो हुन्छ खास मरेको मान्छे, भन कस्तो हुन्छ खास मरेको मान्छे, तिमी र म एकनास मरेको मान्छे। अरे आउँछ भन्ने आस मरेको मान्छे र एकचोटि विश्वास मरेको मान्छे, थुप्रै छन् आसपास मरेको मान्छे, अब लेख्छ इतिहास मरेको मान्छे। जान्छ भन्थ्यो आकाश मरेको मान्छे, मुटुमै गर्ने रहेछन् बास मरेको मान्छे। हस्, धन्यवाद, पनि सकाएँ। साह्रै नै मिठो लागेको छ। धन्यवाद। एउटा एउटा शब्दले एउटा शेरहरूले चाहिँ अर्कै सम्झना कुरा जस्तो हुँदो रहेछ। अब फेरि कन्भर्सेसन कन्टिन्यू गरेर सुनिरहनु त लाग्छ, तर फेरि एकचोटि फेरि अर्कोचोटि नै सुन्ने, फेरि अर्को पटक सुन्दै गरौँ ल। हजुरलाई मैले थोरै क्वेसन के सोध्न चाहेँ भन्दा, अब जस्तै हजुरले अघि भन्नु प्रदीप रोदनहरू उहाँहरूको नाम लिनुभयो नि, जस्तै हजुरले अब जस्तै नेपाली साहित्यकारलाई मात्र फलो गर्नुहुन्छ कि गजलकार त विदेशी इन्डियाहरूको पनि? गजलहरू चाहिँ मैले प्राय सुन्ने भनेको उर्दू गजलहरू हो। हजुर, उर्दू गजलहरू चाहिँ मैले सुन्ने गर्छु। अनि इन्डियन उर्दू सङ्गहरू भनौँ, गजल सङ्गहरू, अनि नेपाली गजल सङ्गहरू, गजलकारहरूको कार्यक्रमहरू उनीहरूको हुन्छ नि, त्यो कार्यक्रमहरूबाट नि मैले सुन्ने गर्छु। बुकहरू पनि पढ्ने गर्छु, गजलको बुकहरू, कृतिहरू, अब मुक्तकको हुन्छ नि सङ्ग्रहहरू आइरहेको हुन्छ नि बजारमा, किनेर बुकहरू पनि मैले अध्ययन गर्ने गर्छु त्यो सम्बन्धी। अब जस्तै लेखनमा चाहिँ एउटा विरोधाभासपूर्ण भनाइ एउटा के छ भन्दाखेरि, बुकहरू पढेर उहाँहरूबाट प्रेरणा लिइन्छ र बुक पढ्यो भने झन् लेखिन्छ भने एक थरी मान्छे हुनुहुन्छ। अर्को थरीले के भन्छ भने बुक पढ्यो भने आफ्नो सृजना चाहिँ मर्छ भन्ने कुरा नि सुनिँदो रहेछ। यो कुरामा हजुरलाई के त्यो विषयमा के लाग्छ? यो कुरामा बुकहरू पढ्ने भनेको उहाँहरूबाट चाहिँ उहाँको लेखाइ चाहिँ कस्तो लेख्नुहुन्छ, उहाँको सिक्नलाई त्यो तरिकाले लेख्ने हो। अब लेख्ने भनेको चाहिँ खासमा आफ्नै लेखाइ भनेको चाहिँ आफ्नै अनुभव भनौँ न। मैले लेख्ने गरेको भनेको चाहिँ मैले कसैको देखेर भनौँ न, कसैको सुनेर, कसैको चाहिँ मैले त्यो उतार्न चाहिँ मैले गर्दिनँ त्यो चाहिँ। किनकि म चाहिँ कस्तो गर्छु भन्दाखेरि, मैले सोच्दै जाँदाखेरि, म कतै हिँड्दै गएँ या यात्रामा गएँ या म कुनै फ्री टाइममा मेरो दिमागमा केही कुराहरू चल्यो भने चाहिँ त्यो कुरालाई चाहिँ मैले मेरो दिमागले के सोच्छ त, मेरो दिमागले भोगेको कुरा, मैले जिन्दगीमा कुनै अवस्था कुनै परिस्थिति हुन्छ नि, त्यो सिचुएसनलाई चाहिँ भोग्दाखेरि त्यो दिमागमा के आयो त, त्यो कुराहरूलाई पनि मैले शेरमा लाइनमा उतार्छु। अर्को कुरा, मैले देखेको भोगेको कुराहरू या कतै कुनै कार्यक्रमहरूमा या कतै कुनै माहौल हुन्छ नि त, कुनै एक्सिडेन्टली कोही केसहरू कुनै हुन्छ नि त समाजका घटनाहरूलाई लिएर चाहिँ त्यो घटनासँग म कुन हिसाबले जोडिएँ, मैले भौतिक हिसाबले या मैले इन्डाइरेक्टली बाहिरबाट मैले त्यो कुरालाई सुने, दिमागले चाहिँ क्याप्चर कसलाई गर्यो, त्यो कुराले चाहिँ मैले दिमागले भ्याएसम्म चाहिँ लेख्छु। त्यसरी मैले अरूकै सुनेर अरूकैबाट सिकेर चाहिँ त्यसरी चाहिँ लेख्न सक्दिनँ, किनकि उहाँहरूको आफ्नै फ्लो हुन्छ, उहाँहरूको आफ्नै भनौँ सर्कल हुन्छ, आफ्नै तरिकाले उहाँको लेख्नुहुन्छ। अब त्यही लेख्न चाहिँ आफूलाई त्यस्तै लेख्छु भन्न चाहिँ लेख्नु नसकिने रहेछ कि। म अब यसमा बुझेको अनुसारको चाहिँ मैले थोरै कुरा थपेँ। अब जस्तै मैले पनि के लिन्छु भन्दाखेरि, यो लेखन विधामा अरूबाट चाहिँ इन्सपायर लिइन्छ है भन्ने विषयमा चाहिँ म सपोर्ट गर्छु कि, किनभने सबको आफ्नो आफ्नो शैली हुन्छ। उहाँको पढेर मैले उहाँ जसरी लेख्न पनि सायद नसकौँला, किनभने अब जस्तै सबै कुरालाई अब एउटै घटनालाई पनि दुई थरी मान्छेले सँगै हेरेछ भने नि त्यसलाई फरक फरक तरिकाले लिइन्छ नि। लेखन शैली पनि सबैको आफ्नो आफ्नो शैली हुन्छ। गजल नै भयो भने शैली आफ्नो फरक हुन्छ। हजुर, यस्तो हो। अब लेख्ने शैलीमा अब मान्छेको माइन्डसेट भनौँ न, माइन्डसेट कस्तो छ त, उसले त्यो मान्छेले त्यो घटनालाई, कुनै घटना भयो त्यो घटनाको बारेमा चाहिँ लेख्नु पऱ्यो भने चाहिँ त्यो मान्छेले चाहिँ त्यो घटनालाई कुन विचार उसको फरक हुन्छ नि त। उसले सोच्ने विचार, मैले सोच्ने विचार होइन, हजुरले सोच्ने विचार फरक हुन्छ। अब लेख्ने तरिका शैली पनि फरक हुन्छ। अब कुनैबाट इन्सपायर भएर सिक्दै जाँदाखेरि केही कुराहरू वाचन शैली होइन, त्यसको गजलको त्यो टोनहरू चाहिँ मिल्न जान्छ। तर मैले चाहिँ त्यसरी चाहिँ अरूकै
सुनेर चाहिँ लेखेको चाहिँ होइन होइन, मैले चाहिँ आफूले आफ्नो अनुभवबाट चाहिँ लेखेको। हजुर, गजल बाहेक पनि अब मान्छेको पर्सेप्सनको कुरा हुन्छ। अब एउटै कुरालाई पनि मैले एक तरिकाले लिउँला, हजुर अर्कै तरिकाले, किनभने हुर्काइ बढाइ सबै कुरामा सङ्गतहरूमा फरक पर्छ, सोच्ने तरिका नि फरक हुनसक्छ भन्ने कुरा नै आयो यहाँ अलिकति। हजुर। अनि अब जस्तै थोरै कुरा जोड्नु पर्दा अब जस्तै पहिला पनि त गजलकारहरू हुनुहुन्थ्यो होला। हजुरलाई मलाई त्यस्तो धेरै ब्याकग्राउन्डको बारेमा चाहिँ थाहा नहोला, किनभने म गजल कलम चलाएको छैन। त्यो नेपाली पुरानो गजलकारहरूबारे केही भन्न चाहनुहुन्छ कि? पुरानो गजलकारहरू बारेमा भन्नुपर्दा चाहिँ म पनि खासै पुरानो गजलकारहरूले कसैलाई फलोअप त गरेको छैन। साहित्यकारहरूको बुकहरू कृतिहरू त मैले अध्ययन गर्दै आइरहेको छु। गजलैकार भनेर चाहिँ पहिला खासै त्यति चर्चामा गजल एउटा थियो कि, तर त्यसरी सबैले गजल सुन्ने त्यो किसिमको माहौल चाहिँ थिएन पहिला होइन। त्यतिखेर अहिले भर्खर अहिले चाहिँ ट्रेन्ड आइरहेको छ। मैले त्यसरी कविहरूको चाहिँ ठुल्ठुलो हाम्रो कविहरूको चाहिँ सुन्दै आएको हो, उहाँको जीवनीदेखि लिएर उहाँको कृतिहरू सबै कुराहरू। पहिला पुरानो गजलहरू चाहिँ मलाई गजलकारहरू भनेर नै तोकिएको मान्छेहरू चाहिँ पुरानो भनौँ न, पहिलाको मान्छेहरू चाहिँ खासै मलाई त्यस्तो याद छैन। अब यो त अलि रिसर्चको विषय पनि भयो, खोज तलास गर्नुभन्दा नि आफ्नो कलम चलाइराख्नु भएको भएर चाहिँ त्यसमा अलिकति ज्ञान नभए भन्न नि मिल्यो। अब थोरै एउटातिर गजल पनि सुनौँ कि? म एउटा गजल सुनाउँछु, तेर्सो चरणको तेर्सो गजल आजको कार्यक्रमको म गजल सुनाउँछु। गजल यस प्रकार छ, यो चाहिँ मैले अलि सरकारको बारेमा चाहिँ लेख्ने कोसिस गरेको छु। कृपया कसैलाई केही कुराहरू यो गजल सुनेर चाहिँ लाग्छ भन्दा चाहिँ माफ गर्नु होला। म गजल सुरु गर्छु है त। यो गजल चाहिँ अलि सरकार सम्बन्धी चाहिँ आफ्नो भनौँ न केही कुराहरू छ। कृपया कसैले पनि व्यक्तिगत रूपमा चाहिँ नलिदिनु होला। चाहिँ नेताहरूको लागि भनौँ कि अब अहिले सबै जनताहरू चाहिँ सरकारदेखि चाहिँ एकदम फ्रस्ट्रेसन भएको हुनुहुन्छ होइन। उहाँहरूको चाहिँ सानो कुराहरू चाहिँ मैले शब्दमा टिप्ने कोसिस गरेको थिएँ, म सुनाउँछु है त। सरकार काम चलाउमा सत्तामा पुगे, सरकार काम चलाउमा सत्तामा पुगे, लाटाहरू पनि हाउभाउमा सत्तामा पुगे। सरकार काम चलाउमा सत्तामा पुगे, लाटाहरू पनि हाउभाउमा सत्तामा पुगे, क्रान्तिको नाउँमा मारिए जनताका छोरा। सरकार काम चलाउमा सत्तामा पुगे, लाटाहरू पनि हाउभाउमा सत्तामा पुगे, क्रान्तिको नाउँमा मारिए जनताका छोरा। आफू क्रान्तिको नाउँमा सत्तामा पुगे, आफू क्रान्तिको नाउँमा सत्तामा पुगे, सरकार काम चलाउमा सत्तामा पुगे, स्वाभिमान बोकेकाहरू पाउमा कुल्चिए, स्वाभिमान बोकेकाहरू पाउमा कुल्चिए, चाकडी गर्ने ढोगेर पाउमा सत्तामा पुगे, चाकडी गर्ने ढोगेर पाउमा सत्तामा पुगे, आफू क्रान्तिको नाउँमा सत्तामा पुगे, म देश बचाउनको लागि शहीद भए। यसै शहीदहरूको लागि म देश बचाउनको लागि शहीद भए, म देश बचाउनको लागि शहीद भए। कोही सत्ताको बचाउमा सत्तामा पुगे, कोही सत्ताको बचाउमा सत्तामा पुगे, सरकार काम चलाउमा सत्तामा पुगे। खोक्रो राष्ट्रियताका कुरा नगर नेताज्यू, खोक्रो राष्ट्रियताका कुरा नगर नेताज्यू, बेच्नेछौ यो देश राखेर दाउमा सत्तामा पुगे, बेच्नेछौ यो देश राखेर दाउमा सत्तामा पुगे। कोही सत्ताको बचाउमा सत्तामा पुगे, जनता सडकमा पुगे आन्दोलनमा, जनता सडकमा पुगे आन्दोलनमा, जनता सडकमा पुगे आन्दोलनमा। नेता महलमा ठाउँमा सत्तामा पुगे, नेता महलमा ठाउँमा सत्तामा पुगे, देख्नेछौ यो देश राखेर दाउमा सत्तामा पुगे। अझै जङ्गली युगमै छन् केही गाउँहरू, सरकार काम चलाउमा सत्तामा पुगे, लाटाहरू पनि हाउभाउमा सत्तामा पुगे। अझै जङ्गली युगमै छन् केही गाउँहरू, सिंहदरबार गाउँ गाउँमा सत्तामा पुगे, सिंहदरबार गाउँ गाउँमा सत्तामा पुगे। सरकार काम चलाउमा सत्तामा पुगे, लाटाहरू पनि हाउभाउमा सत्तामा पुगे। म अन्तिम शेरमा छु, युवा विदेश पुगे देश छोडेर, युवा विदेश पुगे देश छोडेर, युवा विदेश पुगे देश छोडेर। सरकार काम चलाउमा सत्तामा पुगे, लाटाहरू पनि हाउभाउमा सत्तामा पुगे। सरकार काम चलाउमा सत्तामा पुगे, लाटाहरू पनि हाउभाउमा सत्तामा पुगे।
युवा भविष्य खोज्न विदेश पुगे देश छोडेर युवा भविष्य खोज्न विदेश पुगे देश छोडेर नेता सत्ताको जोड घटाउमा सत्तामा पुगे नेता सत्ताको जोड घटाउमा सत्तामा पुगे सिंहदरबार गाउँ गाउँमा सत्तामा पुगे बेच्नेछौ यो देश राखेर दाउमा सत्तामा पुगे चाकडी गर्ने ढोगेर पाउमा सत्तामा पुगे आफू क्रान्तिको नाउँमा सत्तामा पुगे सरकार काम चलाउमा सत्तामा पुगे लाटाहरू पनि हाउमा सत्तामा पुगे सकाए। लेखनको रूपमा साह्रै मिठो र समसामयिक विषयमा पनि पर्यो। दुई तिनवटा लाइन साह्रै नै मन परेको यो देश म देश बचाउनका लागि शहीद भएँ। यो चाहिँ शहीदले चाहिँ सोध्छ होला नि त शहीदले माथि गएर सोचिरह होला म चाहिँ देश बचाउनको लागि चाहिँ मरे शहीद भए देशको लागि ज्यान आहुति दिए होइन। कोही सत्ताको बचाउमा चाहिँ सत्तालाई बचाउन भनेर सत्ताकै चाकडी गरेर चाहिँ उनीहरू सत्तामा पुगे होइन। को चाहिँ म देशलाई बनाउँछु देशलाई बचाउँछु देशको जनताहरूलाई चाहिँ मैले उहाँको जनजीविकाको सवालहरूमा आवाज उठाउँछु जनताको जनजीवन चाहिँ परिवर्तन गर्छु जनताको लागि लड्छु भन्ने नेताहरू भनौँ न उहाँहरू चाहिँ शहीद भएर माथि पुगे। जो चाहिँ म सरकारलाई नै बचाउँछु आफ्नो सत्ताकै लागि नै लड्छु आफ्नो भनौँ न शक्तिको लागि नै लड्छु भन्ने चाहिँ सत्तामा पुगे देश चलाइरहेछन् भन्न खोजेको यो सेलले चाहिँ। हजुर लेखनको लागि लेखनको हिसाबमा चाहिँ मिठो तर साह्रै नै तितो अनुभववाला गजल रहेछ क्या। अनि अब जस्तै त्यही त हो यो पोलिटिक्स इज डर्टी गेम भन्ने बुझाउने खालको गजल लाग्यो मलाई चाहिँ साह्रै नै मिठो लेख्नुहुन्छ हजुर। धन्यवाद। अनि यो जस्तै मलाई थोरै कुरा जान्न चाहेको अब साहित्यमा कलम अलिअलि चलाएको तर गजलतिर चाहिँ नलागेको हिसाबले अब जस्तै यो रुलहरू हुन्छ नि सुरुको चरणमा अब जस्तै मतला अनि मतला रदिफ काफियाहरूको विषयमा जस्तै कोही नयाँ लेख्न चाहनुहुन्छ भने चाहिँ उहाँको लागि चाहिँ ल योबाट म सिक्छु है भन्ने केही माध्यम हजुरलाई केही नयाँ सिक्न चाहनेहरूको लागि चाहिँ म पनि अब त्यस्तो यो विषय यो गजल विधामा चाहिँ विज्ञ भनौँ विज्ञ त छैन म पनि सिकारु चरणमै छु होइन। गजल लेख्न चाहिँ नियममा बाँधेर भन्दा चाहिँ सुरुमा चाहिँ आफ्नो भाव हो कि मेन गजल भनेको भाव हो। दोस्रो कुरा नियम भनेको दोस्रो गजलको रुल भनेको चाहिँ दोस्रो कुरा हो कि सुरुमा चाहिँ आफूले चाहिँ भावहरू चाहिँ हुनु पऱ्यो कि गजलमा भाव हुनु पऱ्यो नियम अब काफियाहरू मिल्नु पऱ्यो अनि रदिफहरू हुन्छ। अब त्यस गजलको नियममा डिटेल्ली भन्न जाँदाखेरि चाहिँ अहिले यो समयले भ्याउँदैन होइन। मेन भनेको गजलको सुरुमा चाहिँ मतला हुन्छ सुरुमा 2 लाइनको त्यसको चाहिँ काफियाहरू चाहिँ हुनु पऱ्यो काफिया पछाडि चाहिँ त्यसको रदिफहरू अनि त्यसपछिको तलको शेरहरू क्रमशः जाँदै लास्टमा चाहिँ त्यसरी हिँड्नुहुन्छ। गजलको बारेमा चाहिँ विज्ञहरू हुनुहुन्छ उहाँहरूले चाहिँ विशेषज्ञ यही गजल सम्बन्धी नै तालिमहरू त्यस्तो टाइपको पनि दिनुहुन्छ उहाँहरूको वा फलो गरेर अब युट्युबहरूतिर थुप्रो भिडियोहरू गजल सम्बन्धी भनौँ न नेपाली गजल सम्बन्धी अब हिन्दीतिर पनि थुप्रो भिडियोहरू पाउँछ कसरी लेख्ने त्यसको नियमहरू अनि त्यसको बहरमा गजल कसरी लेख्ने स्वतन्त्र गजल कसरी लेख्ने गजलको बारेमा थुप्रो संसार छ भनौँ न गजलको बारेमा। अहिले मैले चाहिँ मेरो अनुभव अनुसार चाहिँ गजल सुरुमा चाहिँ भाव हुनु पऱ्यो लेख्ने रुचि हुनु पऱ्यो भाव हुनु पऱ्यो फुर्नु पऱ्यो क्या शब्द चाहिँ त्यो शब्दलाई चाहिँ त्यसरी पछि चाहिँ त्यसलाई चाहिँ रुलमा चाहिँ कसरी कन्भर्ट गर्ने पछिको कुरा चाहिँ रुल पछि आउँछ कि अब लेख्न चाहनेहरूले चाहिँ इन्ट्रेस्ट हुनु पऱ्यो। म रुलमै बसेर लेख्छु भन्दा चाहिँ मैले चाहिँ सक्दिनँ कि किनकि म सुरुमा गजल यो रुलमै बसेर रुल अनुसार नै लेख्छु भन्दाखेरि चाहिँ सकिन्न लेख्दै जाने त्यो शब्दहरू आयो भने चाहिँ लास्टमा चाहिँ त्यसलाई भाव हुनु पऱ्यो त्यसलाई चाहिँ रुलमा चाहिँ लास्टमा चाहिँ। अब अहिले हजुरको त अब अलि बिजी पनि हुनुहुन्छ पढाइहरू पनि छ भन्ने हिसाबको कुरा भयो हजुर। अब अगाडि चाहिँ कसरी बढाउन चाहनुहुन्छ त हजुरको यात्रालाई के सोच के साहित्यिक यात्रालाई मैले साहित्यमै लागेर साहित्यमै म आफ्नो भविष्य बनाउँछु भन्ने तरिकाले म कहिले पनि लागिनँ। मैले साहित्यमा कलम चलाएँ एक किसिमले फ्री समयमा आफूले आफ्नो दैनिकी गरिसकेपछि त्यो बचेको समय चाहिँ मैले साहित्यलाई दिएँ होइन। अब आगामी दिनमा मैले कुनै प्लेटफर्म पाएँ भने त्यो प्लेटफर्म अनुसार चाहिँ आफ्नो सृजनाहरू म सुनाउने नै छु भनौँ न। आफूले लेखेको कुराहरू चाहिँ जबसम्म श्रोतामा जाउँदिनँ तबसम्म मैले कस्तो लेखेँ त्यो फिडब्याकहरू पनि पाउँदिनँ रिभ्यूहरू पनि पाउँदैन उहाँहरूको भनौँ न उहाँहरूको रेस्पोन्स कस्तो आउँछ त्यो कुराहरू पाउँदिनँ। त्यसको लागि चाहिँ म सुनाउने नै छु आफ्नो लेखेको कुराहरू चाहिँ जति लेख्छु म एक दिन सुनाउने नै छु। बस साहित्यिक यात्रा चाहिँ यसरी नै अब मैले भ्याएसम्म चाहिँ म आफ्नो बचेको समय चाहिँ साहित्यलाई चाहिँ दिइरहेको हुन्छु अझै म यो निरन्तरता दिनेछु साहित्यलाई चाहिँ।
आफ्नो व्यस्त टाइमको बावजुद चाहिँ साहित्यलाई टाइम दिन रुचि राख्नु भनेको त साहित्यमा ठुलै इन्ट्रेस्ट भएको हो नि त। यस्तो साहित्य म के को लागि सुन्छु के को लागि लेख्छु भन्दाखेरि चाहिँ अरू चाहिँ काम गर्दाखेरि आफ्नो दैनिकी गर्दाखेरि त्यो विश्राम लिने समय चाहिँ म साहित्यलाई दिन्छु कि साहित्यले चाहिँ एउटा आनन्द त्यो किसिमको विश्राम दिने त्यो किसिमको भनौँ न आफ्नो थाकेको दिमागलाई आफ्नो थाकेको शरीरलाई चाहिँ एक किसिमको त्यो आनन्द चाहिँ प्राप्त गर्छ। मलाई चाहिँ त्यो किसिमले चाहिँ म विश्रामको समय चाहिँ म साहित्यलाई दिन्छु कि। साह्रै मिठो कुरा भन्नुभयो। अनि अघि मैले साहित्यको कुरा भन्न छुटाएँ, हजुरले अब जस्तै अघिको मैले गजलहरू सुनिरहँदाखेरि अलिकति समसामयिक विषय अनि सामाजिक विषयहरू चाहिँ त्यहाँ प्रस्तुत भएको चाहिँ रोमान्टिक विषयहरूमा पनि गजल धेरै नै लेखिने गरेको हुन्छ। हजुरले त्यस्तो कलम रोमान्टिक भन्नाले पेरमिल गजलहरू पनि मैले लेख्ने गर्छु। माया पिरतीका गजलहरू बच्चामा भनौँ न त्यो सिकेर सुनेर थुप्रो लेखियो त्योहरू पनि। अनि अब समसामयिक राजनीतिक अब मैले जे भोगेँ मैले जे देखेँ मैले जे फिल गरेँ कि जो मैले सिचुएसनमा चाहिँ मेरो दिमागले चाहिँ के कुरा खेलाइरहेको छ त्यो कुराहरूलाई चाहिँ मैले सक्दो मेरो दिमागमा आयो भने चाहिँ लेख्ने गर्छु। त्यसरी नै म यही विषयमा चाहिँ म गजल लेख्छु भनेर विषय तोकेर चाहिँ मैले लेख्दिनँ। लेख्दै जाँदा कुन विषयमा म कुन समाजमा हुर्किएँ कुन समाजमा म बसोबास गर्दैछु कुन समाजमा म घुलमिल भएको छु त्यहाँको समाजको के छ त कन्डिसन त्यहाँको सिचुएसन त्यहाँको माहौल भनौँ न त्यो माहौललाई चाहिँ मैले क्याप्चर गरेर चाहिँ सक्दो लेख्ने कोसिस गर्छु। मेरो सबै खाली हुन्छ। मैले पेरमिल गजलहरू पनि थुप्रो लेखेँ भनौँ न त्यो उमेरमा एउटा त्यो कलेज लाइफको उमेरमा त्यो माया पिरतीको समयमा चाहिँ पेरमिल नै लेखिन्थेँ प्रायः धोकाको गजलहरू पेरमिल गजलहरू। अनि प्रायः मेरो त्यही हो जिन्दगीको बारेमा मैले धेरै लेख्छु जिन्दगीको बारेमा अनि आफ्नो जिन्दगीको बारेमा अनि समाजको बारेमा यही दुःख पीडा सबै कुराहरू मैले आफूले भोगेको कुरा चाहिँ लेख्छु प्रायः। त्यही त यो साहित्य भनेको त आफ्नो कुरा व्यक्त गर्नलाई प्रदान गरेको एउटा केही माध्यम हो नि। त्यही भएर यदि अब आफ्नो लाइफको स्टेजमा नि कुनै स्टेजमा माया पिरतीतिर पनि लेखियो होला कुनै बेला यो पनि लेख्यो भन्ने सबै कुरा हो। हजुर हजुर। अब मैले भावी प्लानको बारे सोध्दा एउटा सानो कुरा चाहिँ जोड्न चाहेँ बुकहरूको पब्लिकेसनतिर चाहिँ हजुरको अब अहिले नभए पनि अलिकति निखारेर आउँछु भन्ने हिसाबको भए पनि केही छ कि छैन कि पछिको लागि? मैले यहाँभन्दा अगाडि पोडकास्टहरूमा पनि यो विषयमा बोलेको थिएँ। मैले चाहिँ अहिले यो कृति निकाल्ने बुक पब्लिकेसन निकाल्नेसम्म चाहिँ मैले लेखि नै सकेँ जस्तो मलाई लाग्दैन कि आफूलाई लेख्दाखेरि चाहिँ त्यतिसम्म म अब्बल छु। मैले चाहिँ बुकै निकाल्नुपर्छ जस्तो लाग्दैन तर मलाई त्यो निकाल्नु छ एक दिन निकाल्छु भन्ने चाहिँ मनमा छ। लेख्दै जाँदा भोलिको दिनमा मैले बुक निकाल्नसम्म चाहिँ लेखेँ। यो चाहिँ श्रोताहरूले सबैले रुचि मन पराइदिनु भयो रुचि दिनुभयो भने चाहिँ म उहाँहरूको लागि भए पनि एउटा कृति त निकाल्ने नै छु। त्यो चाहिँ मेरो सपना नै हो भनौँ न। अहिले तत्काललाई चाहिँ छैन। भोलिको दिनमा लेख्दै जाँदा मैले राम्रो लेखेँ थुप्रो गजलहरू लेखेँ श्रोताहरूले रुचाइदिनु भयो उहाँहरूको माग आयो भने चाहिँ मैले निकाल्ने मेरो एउटा सपना नै छ। तर तत्काललाई मैले निकालिदिन्छु बजारमा आउँछु त्यो भन्ने तरिकाको सोच चाहिँ छैन अहिलेलाई। हजुर यात्रा एकदम राम्रो होस् पछि बुक पनि हामीले पढ्न पाऊँ भन्ने लाग्दछ। अनि एउटा सानो कुरा के भन्दा जस्तै आजकल मैले पनि अलिकति देखिरहेको छु साहित्यका विभिन्न विधाहरूमा जस्तै गीतहरू पनि अलि अर्कै आउन थालेको हो कि जस्तो चाहिँ मलाई लागेको कि अलिकति भन्नाले पहिलाको क्वालिटी र अहिलेको क्वालिटीमा अरू विधामा जस्तै गजलमा चाहिँ म धेरै फलो गरेको छैन। गजलमा चाहिँ हजुरलाई कस्तो लागिरहेको छ झन् निखारेर आएको छ कि बेसिकली राम्रो गजलकारहरूले त राम्रो नै लेख्नु भयो बेसिकल्ली मैले मेरो नजरबाट हेर्दाखेरि चाहिँ गजल विधामा चाहिँ अहिले एकदमै राम्रो पछिल्लो समयमा धेरै भनौँ न धेरै राम्रो प्रगति भनौँ यो प्रगति चाहिँ भएको छ। हिजोको दिनमा गजल भन्ने बित्तिकै म समाजमा कस्तो नजरले हेर्छ भन्दा पनि त्यो मान्छे पागल हो गजल लेख्ने मान्छे यो चाहिँ माया पिरतीमा धोका पाएको मान्छे हो या कुनै यो मान्छेको दिमाग चाहिँ अलि कन्डिसन ठिक छैन भन्ने त्यो किसिमले हेर्थ्यो कि समाजमा गजलकारहरूलाई या लेख्ने मान्छेहरूलाई चाहिँ अहिलेको चाहिँ सबैले सुन्नुहुन्छ गजल भन्ने कुरा मेन चाहिँ बुझ्नुहुन्छ प्रायः जसोहरूले। अहिलेको नयाँ पुस्ताहरूको ट्रेन्ड छुट्टै छ उहाँहरूको ऱ्याप त्यो पनि एउटा गजलसँग चाहिँ मलाई लाग्छ कविता गजलसँग चाहिँ यो नयाँ ऱ्यापहरू छ नि यो ऱ्यापसँगहरू त्योहरू पनि केही न केही रूपमा चाहिँ त्योसँग पनि लिङ्क छ। उहाँहरूले पनि गजलहरू बुझिदिनुहुन्छ होइन। सबैले अहिले पछिल्लो समय चाहिँ एकदमै धेरै जसो मागहरू चाहिँ गजलको आइरहन्छ होइन। सबैले सुन्ने अहिले गजलहरू पहिलेदेखि गजल गीतहरू
पनि आउँथे होइन। अहिले पनि ट्रेन्डहरू गजलहरू चाहिँ लास्टमा चाहिँ कम्पोज गीतमा चाहिँ राम्रो गजलहरू बहरमा लेखेर चाहिँ लास्टमा चाहिँ गीतमा कम्पोज भएर चाहिँ रेकर्डिङ भएर चाहिँ त्यसरी चाहिँ पब्लिकेसनहरू पनि भइरहेको छन् होइन। गजलको विषयमा चाहिँ अहिले धेरै प्रगति भएको जस्तो लाग्छ पछिल्लो समय चाहिँ पहिलाको भन्दा मेरो अनुभव अनुसार। हुन्छ म आजको कार्यक्रमको अन्तिम गजल चाहिँ सुनाउँछु। गजल चाहिँ यस प्रकार छ। समात्न सिकेको छु हँसिया कोदालोमा, समात्न सिकेको छु हँसिया कोदालोमा, अरू किन सिप हुन्छ र आखिर गोठालो। समात्न सिकेको छु हँसिया कोदालोमा, अरू किन सिप हुन्छ र आखिर गोठालोमा। म लट्ठी बन्न चाहन्छु प्रिया तिम्रो सफरको, म लट्ठी बन्न चाहन्छु प्रिया तिम्रो सफरको। काम आउन सकु उकालो ओह्रालोमा। पिरमिल गजल आयो है यो चाहिँ अलि। काम आउन सकु उकालो ओह्रालोमा, उज्यालोको आवश्यकता अँध्यारोमा हुन्छ, उज्यालोको आवश्यकता अँध्यारोमा हुन्छ, उज्यालोको आवश्यकता हुँदैन उज्यालोमा। उज्यालोको आवश्यकता अँध्यारोमा हुन्छ, उज्यालोको आवश्यकता हुँदैन उज्यालोमा। काम आउन सकु उकालो ओह्रालोमा, घर नजिकैको खेतबारी बाढीले बगायो, घर नजिकैको खेतबारी बाढीले बगायो। उही साल घर पनि भत्कियो भुइँचालोमा, उही साल घर पनि भत्कियो भुइँचालोमा। समात्न सिकेको छु हँसिया कोदालोमा, तिम्रो अङ्गालोमा मर्ने मेरो सपना पनि मर्यो, तिम्रो अङ्गालोमा मर्ने मेरो सपना पनि मर्यो। जब तिमीलाई देखेँ अर्कैको अङ्गालोमा, जब तिमीलाई देखेँ अर्कैको अङ्गालोमा। उही साल घर पनि भत्कियो भुइँचालोमा। यसकारण पनि मलाई चप्पल बन्न मन छ, यसकारण पनि मलाई चप्पल बन्न मन छ। काँडा नबिजोस् भनेर तिम्रो पैतालोमा, काँडा नबिजोस् भनेर तिम्रो पैतालोमा। जब तिमीलाई देखेँ अर्कैको अङ्गालोमा। म अन्तिम शेरमा छु। मेरो आयु पनि तिमीलाई नै लागोस्, मेरो आयु पनि तिमीलाई नै लागोस्, मेरो आयु पनि तिमीलाई नै लागोस्। मेरो काल आओस् तिम्रो मर्ने पालोमा, मेरो काल आओस् तिम्रो मर्ने पालोमा। काँडा नबिजोस् भनेर तिम्रो पैतालोमा। काम आउन सकु उकालो ओह्रालोमा, उही साल घर पनि भत्कियो भुइँचालोमा। जब तिमीलाई देखेँ अर्कैको अङ्गालोमा। समात्न सिकेको छु हँसिया कोदालोमा, अरू किन सिप हुन्छ र आखिर गोठालोमा। यति नै थियो चाहिँ। साह्रै नै मिठो। जस्तै साहित्यकार प्रेमिल पनि लेभल बढेर धेरै नै प्रेमिल सुनिँदो रहेछ। साह्रै मिठो गजल सुनाउनु भयो। जस्तै सानो सानो साहित्यकारले सानो सानो पोइन्ट पनि टिपेको हुन्छ। जस्तै उज्यालोको महत्त्व अँध्यारोमा हुन्छ। यो नर्मल्ली सुन्दा पनि नर्मल लागेको छ त साहित्यमा चाहिँ यो पनि टिप्न सकिँदो रहेछ है भन्ने मैले पनि बुझेँ। नर्मल कुरालाई चाहिँ जस्ट एउटा घुमाइदिएको भनौँ न। उज्यालोको आवश्यकता चाहिँ उज्यालोमै हुन्छ, के अरे अँध्यारोमै हुन्छ। पनि यो लेख्न सक्नु भनेको ठुलो कला हो भने उज्यालोको आवश्यकता अँध्यारोमा हुन्छ कि उज्यालोको आवश्यकता हुँदैन उज्यालोमा। जस्तो कि हामीसँग सबै कुराहरू सम्पन्न छौँ भने त्यो कुराहरू चाहिँ को खासै महत्त्व हुँदैन, त्यो कुराको आवश्यकता हुँदैन। जसलाई त्यो कुराको कमी हुन्छ त्यो कुरा नै त्यसलाई धेरै महत्त्वपूर्ण लाग्छ कि जस्तै अँध्यारो चाहिँ उज्यालोमा छ भने चाहिँ उज्यालो छँदैछ दिउँसोतिर हामी लाइट बालेर हिँड्दैनौँ नि त बाटोमा होइन। अझै अँध्यारोमा चाहिँ उज्यालो चाहिन्छ भन्न खोजेको। त्यही त अब जस्तै लाइफमा पनि म्याच्युरिटी भनेको सानो कुरा बुझ्नु हो, ठुलो कुरा बुझ्नु होइन भने जस्तो साहित्य पनि सानो सानो कुरा टिप्न सक्नु भनेको राम्रो साहित्यकारको पहिचान हो भन्ने मलाई लाग्दछ। अब हामी कार्यक्रमको अन्तिममा हाम्रो श्रोताहरूलाई केही भन्न, हजुरको तर्फबाट केही भन्न चाहे वा एडभाइस नयाँ गजलकालाई वा केही हजुरको अन्तिम शब्द भनिदिनु। अब आजको कार्यक्रममा बोलाइदिनु भयो सर्वप्रथम हजुरलाई एकदमै मन हृदयदेखि नै एकदमै आभार प्रकट गर्न चाहन्छु। अनि श्रोताहरूले पनि के भन्न चाहन्छु भने हाम्रो कार्यक्रम चाहिँ सुनेर चाहिँ साथ दिनु होला, प्रतिक्रियाहरू दिनु होला। म पनि सिक्दैछु, म पनि सिक्ने चरणमै छु। अग्रज व्यक्तित्वहरूबाट नि मैले केही यो कार्यक्रम सुनेर चाहिँ प्रतिक्रिया लेख्ने, रिभ्यू केही कुराहरू चाहिँ पाऊँ। अनि नयाँ सिक्ने श्रोताहरूले चाहिँ यदि हजुरलाई गजल सुनेर मन पराएर सिक्न चाहनुहुन्छ भने मसँग कन्ट्याक्ट गर्नुहोला। केही मैले जाने बुझेको कुराहरू सिकाउने छु। म विज्ञ चाहिँ छैन यो विषयमा, म पनि सिकारु नै हो होइन। अनि सुनेर साथ दिनुहोला। माया सपोर्ट हजुरहरूको सदैव अपेक्षा गरेको छु। धन्यवाद। हस्, हजुरलाई धेरै धन्यवाद। धन्यवाद। पहिलो गेस्टको रूपमा हजुरको यस्तो व्यस्त टाइममा पनि टाइम दिनुभयो, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हजुरले नि कार्यक्रममा इन्भिटेसन गरेर चाहिँ यो माहौल जुराइदिनु भयो।
आफ्नो रचनाहरू सुनाउने एउटा अवसर प्रदान गर्नुभयो। यसको लागि चाहिँ एकदम हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। हस्, धन्यवाद। आगामी दिनहरूमा पनि गेस्ट लिएर आउने प्रोग्राम लिएर आउँ नआउँ त्यस्तो सुझाव केही छ वा कसलाई लिएर आउँ, कोही कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने पनि डिस्क्रिप्सनमा हामी केही डिटेल राखेको हुन्छौँ, त्यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ।